नेपालमा हाल सबैभन्दा ठूलो जलविद्युत आयोजना कुन हो? यसको सही उत्तर हो अप्सन ए अप्पर तामाकोसी। नेपालले हाल कुन अन्तर्राष्ट्रिय संस्थामा नयाँ सदस्यता लिएको छ? यसको सही उत्तर हो अप्सन नम्बर सी इन्टरनेसनल बिग क्याट एलायन्स। नेपालमा 2082-83 मा महत्त्वपूर्ण सामाजिक आन्दोलन कुन हो? यसको सही उत्तर रहेको छ अप्सन नम्बर ए शिक्षक आन्दोलन। हाल नेपालमा सबैभन्दा ठूलो विश्वविद्यालय कुन हो? यसको सही उत्तर हो अप्सन नम्बर ए त्रिभुवन विश्वविद्यालय। हाल नेपालमा पहिलो महिला प्रधानमन्त्री को हुन्? यसको सही उत्तर हो अप्सन नम्बर बी सुशीला कार्की।